Hello everyone, this is me Navin Pusal and today I will be explaining about singular value decomposition. मैले चाहिँ यो एकदम बेसिक लेभलबाट बुझाउने कोसिस गर्छु। ल why are we learning this? हामीले चाहिँ यो सिंगुलर भ्यालु डिकम्पोजिसन किन यसको बारेमा किन बुझ्नु जरुरी छ? रियल वर्ल्डमा चाहिँ डेटाहरु चाहिँ एकदम मेसी हुन्छ भनेको एकदम गन्जागोल हुन्छ र तिनीहरुले मिलाउनको लागि हामीलाई एसपीडी को हेल्प चाहिन्छ। एसपीडी ले चाहिँ के गर्छ भन्दा डेटालाई एकदम सानो सानो पार्टमा ब्रेक गर्छ हैन, अनि त्यो एसेन्शियल पार्टहरुलाई आफूले राख्छ। अनि यसलाई हामीले कसरी बुझौं भन्दा हामीले जस्तो एउटा कुनै किताब पढ्दा एसपीडी ले चाहिँ हामीलाई कसरी हेल्प गर्छ भन्दा एसपीडी को कन्सेप्ट के हो भन्दा उले चाहिँ मेन किताबको जुन मेन मोटिभ हो, मेन इन्फर्मेसन हो त्यसलाई चाहिँ राख्छ, तर अरु जुन नचाहिने डिटेलहरु हुन्छ त्यसलाई चाहिँ हटाइदिन्छ। यो चाहिँ एउटा इमेज हो, जुन फिगर हो, जुनबाट हामीले सिंगुलर भ्यालु डिकम्पोजिसनले कसरी काम गर्छ भनेर बुझ्न सक्छौं। जस्तै रियल वर्ल्डको डाटाहरु एकदम मेसी हुन्छ, यसलाई चाहिँ सिंगुलर भ्यालु डिकम्पोजिसनले यसबाट चाहिने डाटा जुन एकदम हामीले एकदम राम्रो इन्फर्मेसनको लागि बनाउन सक्छौं, इन्फर्मेटिभ डेटाहरु यसले हामीलाई प्रोवाइड गरिदिन्छ, अरु डाटालाई हटाइदिन्छ। म्याट्रिक्स भने के हो त? म्याट्रिक्स इज जस्ट अ ग्रिड अफ नम्बर्स। म्याट्रिक्स भने जहिले पनि रो र कलममा गरे हुन्छ। रोले चाहिँ रो रिप्रेजेन्ट्स स्टुडेन्ट्स युजर। एउटा एक्जाम्पलको आधारमा बुझ्नु पर्दा रोले चाहिँ एउटा मानव एउटा स्टुडेन्टलाई डिफाइन गर्छ, युजरलाई डिफाइन गर्छ भने कलमले चाहिँ उनीहरु के पढेर सब्जेक्ट के हो, उनीहरुको मार्क कति आइरहेछ, क्लास उनीहरु कुन ग्रेडमा पढिरहेछन् भनेर उले हामीलाई रोले चाहिँ हामीलाई कलमले चाहिँ हामीलाई गर्छ। अनि स्टुडेन्टको जस्तै मानौं एउटा स्टुडेन्ट स्कोर म्याट्रिक्स वेयर इच रो इज अ स्टुडेन्ट and each column is a subject। जस्तै मैले माथि भर्खरै भने जस्तै स्टुडेन्टहरु चाहिँ रो भयो भने उसको सब्जेक्ट कतिमा पर्छ उ चाहिँ कलममा हुन्छ। अनि यो चाहिँ एसपीडी को फर्मुला हो, जसको आधारमा चाहिँ सिंगुलर भ्यालु डिकम्पोजिसनले काम गरिरहेको हुन्छ। यसमा चाहिँ ए भने चाहिँ ओरिजिनल म्याट्रिक्स जुन डेटा हो, अनि यु भने चाहिँ हाम्रो प्याटर्न्स, हाम्रो जुन डेटामा भएको प्याटर्न्स, रोमा भएको प्याटर्न्सहरु हुन्छ त्यो हो। सिग्मा भने चाहिँ सिंगुलर भ्यालुज हो भने v पावर t भने चाहिँ राइट सिंगुलर भेक्टर्स हो, जुन चाहिँ कलम्समा भएको प्याटर्न हो। जस्तै u भनेको रोमा भएको प्याटर्न्स हो भने v पावर t भने चाहिँ कलम्समा भएको प्याटर्न हो। यसलाई हामीले कसरी बुझ्न सक्छौं भन्दा डाटा सेटलाई यसले के गर्छ, रोटेट गर्छ, स्ट्रेच गर्छ, फेरि रोटेट गर्छ। अनि u ले चाहिँ m into m describe patterns in rows like student types। sigma m into n describes diagonal matrix showing importance of each pattern। Vn into n describes patterns in columns like subject clusters। Together they reveal the hidden structure in A। यो चाहिँ हामीले जियोमेट्रिक इन्ट्युसन बुझौं एसपीडी को। मानौ हामीले एउटा सर्कललाई इलिप्समा कन्भर्ट गर्नुपर्छ भने the ellipse axes are singular vectors and the length of axes are singular values। This shows how data stretches along certain directions। यो चाहिँ एउटा इमेज हो जसबाट चाहिँ हामीले सिंगुलर भर्खर हामीले यो भन्दा अघि मैले जे भने यो फिगरले त्यही डिपिक्ट गरिरहेको हुन्छ। अब यो फिगरलाई बुझ्न जाउँ। सिंगुलर भ्यालुज आर sorted from largest to smallest। The first captures the strongest pattern, later ones capture weaker patterns or noise। Example, in any movie ratings, first singular value may represent overall popularity and second may represent preference for genre। Connection to eigenvalues। Eigenvalues apply to square symmetric matrices। SBD generalizes this idea to any matrix, even rectangular। Singular values are always non-negative, unlike eigenvalues। Think of SBD as a superpower eigen decomposition। एउटा इमेज कम्प्रेसनको एक्जाम्पलबाट एसपीडी ले कसरी काम गर्छ भने एसपीडी ले चाहिँ एउटा इमेज कम्प्रेसनमा कसरी काम गर्छ भनेर बुझौं। जस्तै हामीलाई थाहा होला इमेज भनेको पिक्सलहरु टन धेरै पिक्सलहरु मिलेर बनेको हुन्छ। एसपीडी allows us to approximate an image with fewer singular values। अनि रिजल्टमा चाहिँ के हुन्छ भन्दा smaller file sizes but visually similar things। यो एउटा एक्जाम्पल हो जुन ओरिजिनल इमेजलाई सिंगुलर भ्यालु डिकम्पोजिसनले यसरी कम्प्रेस गरिदिरा हुन्छ। यो एउटा रिकमेन्डेसन सिस्टमको एउटा हामीले रिकमेन्डेसन सिस्टमको एक्जाम्पलबाट पनि बुझ्ने कोसिस गरौँ।
Recommendation system. User movie rating matrix can be decomposed with SBD. Latent factors reveal hidden preferences. Some users love action, some users love romance. SBD helps recommend unseen movies based on patterns. एनएलपीमा यसले कसरी काम गर्छ भन्ने फिगर हो यो। अब हामी यो फिगरलाई बुझ्न जाउँ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङलाई। अनि डकुमेन्ट्स इन्टु वर्ड म्याट्रिक्स। एसबिडी फाइन्ड लेटेन्ट टपिक्स। वर्ड्स लाइक किङ क्विन टपिक रोयल्टी। वर्ड्स लाइक एआई न्युरल टपिक टेक्नोलोजी। दिस इज कल्ड लेटेन्ट सिमेन्टिक एनालाइसिस LSA। यो रेफरेन्स विकिपिडिया। आई हेभ टेकन दिस रेफरेन्स फ्रम विकिपिडिया, 3 blue and 1 brown. Thank you very much. This is my presentation for today.